हेलो साथी नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। आज पुनः अर्को भिडियोको साथमा उपस्थित भइसकेको आशा छ कि भिडियो हजुरलाई हेल्पफुल हुनेछ। हजुर साथीहरू, अब औषधि कम्पनीमा लगानी गर्ने होइन त, नेप्सीमा पहिलो पटक लिस्ट हुन लागेको फार्मा कम्पनी रहेको छ ओम मेगा श्री फार्मास्युटिकले आज फागुन 27 गतेबाट सर्वसाधारण लगानीकर्ताहरूले भर्ना मिल्ने गरी आइपिओ निष्कासन गर्दैछ। यो आइपिओमा फागुन 27 गते आजबाट चैत 3 गतेसम्म आवेदन दिन सकिनेछ। यो कम्पनीले प्रति किता रु 100 को दरले 14,76,000 किता आइपिओ निष्कासन गर्दैछ। अब यो आइपिओ भर्नुभन्दा पहिला अगाडि यस कम्पनीको फन्डामेन्टल रिपोर्ट कस्तो छ हेरौँ है त। आर्थिक वर्ष 80-81 मा यो कम्पनीको नेटवर्थ 105.03 रुपियाँ रहेको थियो भने सोही वर्ष यसको इपिएस 3.3 रहेको देख्न सकिन्छ। त्यस्तै रिटर्न अफ इक्विटी हेर्ने हो भने 3.14% रहेको छ। आइपिओ निष्कासनको क्रममा गराएको रेटिङमा केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर NPBB- रेटिङ प्रदान गरेको छ, जसको अर्थ हुन्छ कि हामीले गरेको लगानीमा नाफा र घाटाको स्थिति भने मध्यम स्तरको हुन्छ भन्ने बुझ्न सकिन्छ। फार्मा कम्पनी यस्तो कम्पनी हो जसलाई राम्रोसँग सञ्चालन गरियो भने बन्द, हडताल र कुनै राजनीतिक अस्थिरताले असर भने गर्दैन। अहिलेको समयमा औषधि बिना त जीवन डटट भन्नै सकिन्न भन्ने भइसकेको छ, होइन त साथीहरू? यति राम्रो कम्पनीले आइपिओ निष्कासन गर्दैछ, सबैले भर्न भने नछुटाउनु होला। यो थियो आइपिओ निष्कासन गर्न लागेको बिल्कुलै नयाँ कम्पनीको छोटो जानकारीमूलक भिडियो। यसको पुरा भिडियो अर्को भिडियोको साथमा आउने नै छ। भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको अपेक्षा गर्दै यस च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला भन्दै अर्को भिडियोमा भेटुने बाचासँगै छुटिन्छु। नमस्कार।